एन्जाइटी र समग्र मानसिक स्वास्थ्यको लागि फाइदा गर्ने खानेकुराहरू के हुन् भन्ने बारेमा आज हामी कुरा गर्न जाँदैछौँ। र मानसिक स्वास्थ्यको लागि सबैभन्दा राम्रो खानेकुरा भनेको ब्यालेन्स डाइट अथवा सन्तुलित आहार नै हो र यसमा कुनै दुई मत नै छैन। र ब्यालेन्स डाइट भन्नाले शरीरलाई चाहिने सबै पोषक तत्त्वहरू सही मात्रामा भएका खानेकुराको सम्मिश्रण हो। र कुनै पनि एउटा खानेकुराले मात्र दिमागलाई पर्याप्त पोषण पुग्दैन। त्यसैले सबै खानेकुराहरू मिलाएर खानुपर्ने हुन्छ। साथै धेरै लामो समयसम्म भोकै बस्ने गर्दाखेरि पनि यसले तपाईँलाई एन्सियस बनाउन सक्छ, तपाईँको मुडलाई पनि तलमाथि बनाइदिन सक्छ। त्यसैले धेरै लामो समयसम्म भोकै बस्नु पनि राम्रो मानिँदैन। र फाइदा गर्ने खानेकुराहरूको सूचीमा हरियो सागसब्जी, फलफुल, गेडागुडी, फापर, कोदो जस्ता खानेकुराहरू पर्छन्। यी खानेकुराहरूमा भिटामिन्स, मिनरल्स र एन्टी इन्फ्लेमेटरी प्रपर्टिज हुने गर्दछ, जसले गर्दाखेरि दिमागलाई पोषण दिने काम पनि गर्दछ र दिमागमा सूक्ष्म रूपमा हुने ड्यामेज अथवा इन्फ्लेमेसनलाई पनि कम गर्ने काम गर्दछ। र अर्को फाइदाजनक खानेकुरा भनेको ओमेगा 3 भएका खानेकुराहरू, जस्तै कि माछा, आलस, चिया सिड्स जस्ता खानेकुराहरू हुन्। यस्ता खानेकुराहरूले दिमागको न्युरोन्सहरू बीच हुने सूचना आदान प्रदानमा मद्दत गर्ने काम गर्दछ। त्यस्तै म्याग्नेजियम भएका खानेकुराहरू जस्तै कि फर्सीको बिया, आलस, चिया सिड्स जस्ता खानेकुराहरूले पनि दिमागलाई शान्त राख्न र एन्सियस हुनबाट कम गर्ने काम गर्दछ। र माछा, मासु, अन्डा, दुध जस्ता खानेकुराहरूमा भिटामिन B12 पाइन्छ। साथै माछा, मासु र अन्डाले दिमागको विभिन्न केमिकल्सहरू बनाउन मद्दत गर्छन्। त्यसैले ठिक्क मात्रामा माछा, मासु र अन्डा खाँदाखेरि राम्रो नै हो। र अन्तिममा प्रोबायोटिक्स भएका खानेकुराहरू जस्तै कि दही, गुन्द्रुक, मुलाको चाना र सिन्की जस्ता खानेकुराहरू चाहिँ दिमाग र पेट दुवैको लागि उपयोगी मानिन्छ।